हजुरको चाहिँ ठुलै फ्यान भन्छ ल ठुलै फ्यान सानो जे भयो नि फोटो खिचिहाल्ने गइहाल्ने ल होस्टेल 3 खेलिसके मान्छे हो फेरि आविष्कार केन्द्रमा पनि यस्तै छन् एउटा मैले एउटा बाबाजी भन्छु सिप त मैले ठ्याक्कै यही सिप सिकेर अगाडि बढाउँ भन्ने छैन म +2 पास गरेको ब्याचलरमा छैन भने अब के अन्त अब सिप सिकेर अगाडि बढौँ भन्ने छैन भने मैले मन्त्र फुकेर तिमीलाई चामल खुवाएर हुँदैन अब मन्त्री बन्नुपर्ने मान्छे फेरि यता किताब बेचिरहनु भएको छ तिमीले मन्त्री बन्नुपर्ने भनेर मन्त्री बन्दैन तपाईँ हिजो नाच्दिनु भएछ अहिले पुरै भाइरल भयो नि हेर्नु त यस्तो खुसी लाग्छ विद्यार्थी तपाईँ नाच्दिनु भएछ $50 त त्यो नाचेको पैसाले कमाइसक्यो त अनि नाच्न 1 मिनट पनि नजाँदाखेरि $50 कमाइन्छ भनेदेखि किन ननाच्ने अनि नागरिकहरूलाई केही सेवा पुर्याउनु हुन्छ भने फेरि किताब बेचेर हिँड्न थाल्नुभयो तपाईँ यो ठिक लागेन मन्त्रीज्यू मलाई ल पूर्व मन्त्रीज्यू पछि ठिक लाग्छ अहिले ठिक नलाग्यो सरकारको ध्यान चाहिँ कतिको छ के त्यतातिर तपाईँले के बुझ्नु भएको छ सरकारको कुरा सरकारलाई गएर सोध्ने महावीर बोल्न सोध्ने होइन